साथीहरू, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म सुकुटी बनाउन लागेको, किनकि मेरो बुढा छुट्टीमा आउनुभएको थियो नि त। अब जाने पनि बेला भयो अनि लाने अरे सुकुटी, त्यही भएर बनाउन लागेको। अनि यहाँ मेरो बुढा चाहिँ दाउरा काट्नु हुँदैछ, किनकि अब मजाले कोइलामा बनाउनु पर्यो नि त सुकुटी सुकाउनको लागि। अनि कोइला बनाउनुको लागि दाउरा काट्नु हुँदैछ। अनि मौसम चाहिँ हेर्नु न, आज पानी पर्ला जस्तो भइरहेछ। अनि हाम्रो घरमा चाहिँ यहाँ इस्कुसको ज्याङ छ, अनि इस्कुसको ज्याङमा चाहिँ हेर्नु न कति मजाले इस्कुस फलिरहेछ, कति राम्रो देखेको हेर्नु न। वाउ, कति राम्रो क्या, नाइस देखिरहेछ। अनि मैले चाहिँ यहाँ आमाहरूकोमा गएँ, अनि आमाहरूकोमा सल्लाह माग्दैछु म चाहिँ। अनि मेरो बुढा चाहिँ यहाँ आगो फुक्नु हुँदैछ, अनि हाँस्नु हुँदैछ, यहाँ सारीले जिस्काउँदैछ आगो फुक्नु हुँदैछ भन्दै। अनि मैले चाहिँ सल्लाह ल्याइदिएँ, अनि मैले चाहिँ भन्दैछु कि यहाँ सुकुटी खान साह्रो छ, दाउरा काट्नु पर्यो, ल्याउनु पर्यो, आगो फुक्नु पर्यो, आगोमा बस्नु पर्यो भन्दै थिएँ। अनि यहाँ हाँस्दै आगो फुक्नु हुँदैछ। अनि मैले चाहिँ घर गएँ, अनि घर गएर चाहिँ फ्रिजबाट मासु निकालेँ। अनि यसलाई अब मासुलाई मजाले बेसार लाउनुपर्छ नि त साथीहरू, अनि बेसार लायो भने राम्रो हुन्छ। अनि मैले चाहिँ यहाँनिर बेसार लाउँदैछु, अनि यसलाई मजाले मोल्नुपर्छ हो, सबैतिर मोल्नुपर्छ सबैतिर। अनि मजाले मोल्यो भने चाहिँ राम्रो देखिन्छ मासुमा बेसार लाएपछि। अनि मैले चाहिँ बेसार लाइसकेपछि अनि तल लगेर आगोमा मजाले सेकाउँछु। अनि सेकाउनको लागि लिएर जाँदैछु। आगो फुकेको चाहिँ तल आमाहरूको घरदेखि कटेरोमा छ नि त, अनि त्यही भएर लिएर जाँदैछु। अनि त्यहाँनिर अब मैले जाली तार पनि लिएर आएको थिएँ, अनि त्यहाँ जालीमा राखेर मजाले सेकाउनुपर्छ। अनि त्यहाँनिर चुला बनाउँदैछ मेरो बुढाले चाहिँ। अनि मैले जाली राखेँ, अनि त्यहाँ जालीमाथि चाहिँ अब म मिलाउँदै त्यो मासुको लुम्चा राख्छु, अनि राम्रो हुन्छ क्या साथीहरू, मजाले सेकिन्छ नि त। अनि त्यहाँ मिलाउँदै राख्दैछु दुईजना बुढाबुढी भएर। अनि मेरो बुढाले पनि त्यहाँ नि अब राख्नुहुन्छ, सघाउनु हुँदैछ। अनि राखेँ, मजाले मिलाएर राखेपछि त्यस पछाडि मजाले सेकिन्छ। अनि मजाले त्यसलाई पल्टाइ सेकाउनुपर्छ। अनि अब टाढा बाटो लाने हो नि त, टाढा बाटोमा। अनि टाढा बाटो लाने भएपछि त मजाले सेकाउनु पर्यो। अनि बिचारा हेर्नु त्यहाँ पुरा धुवा भइरहेछ, अनि तातो न राखमा उहाँ मासु पल्टाउनु हुँदैछ मेरो बुढाले चाहिँ। अनि गाह्रो छ सुकुटी खान भन्दै थिएँ मैले चाहिँ बाहिर बसेर। अनि मेरो हजुरबा हजुरआमा चाहिँ यहाँ गफ गर्नुहुँदैछ, हामी पनि पहिले कति सुकुटी बनाउँथ्यौँ भन्दै यहाँ हजुरआमाले भन्नुहुँदैछ, हजुरबा र मेरो बुवालाई। अनि त्यहाँ गफ गर्नुहुँदैछ हजुरबा हजुरआमा। अनि यता हजुरबाको करेसोबारी हेर्नुहुँदैछ। हजुरबा चाहिँ यहाँ फेरि पछाडि हात लगाएर। अनि यहाँ चाहिँ फेरि हेर्नु न, मेरो बुढाको चाहिँ टाउकोमा फेरि माकुराको जाली लागेछ हो। अनि उहाँ सालीले हटाइदिँदैछ उहाँ फेरि, अनि हाँस्दै हटाइदिँदैछ, के लागेछ भेनाको टाउकोमा भन्दै सालीले हटाइदियो।